सुन पूर्ण हाम्रो पुर्खैदेखि चलेर आएको यो सारङ्गीको नारो अब तैँले धान्नुपर्छ बाबु। ल छोरालाई लिने टाइम भएछ। ल छोरा त आइपुगिस्? आइसके बाबु आइज। आज के पर्यो बाबु? कबाट कता आयो बाउ? खबर खै जबाट जाउँ बाउ। ल खान्छ समाज त स्कुल गएर थाकेको होलास्, म बोक्छु तँलाई। आइज। किनभने नि कान्छ मभन्दा ठुलो मान्छे बल्ला अनि राम्री राम्री केटी हेर्न भनेर नि कान्छ। बाबा मलाई यस्तै सर्ट चाहियो। अच्छा हाम्रो यति महँगो सर्ट लाउने हैसियत छैन कान्छ। नाइ नाइ मलाई यस्तै चाहियो। नाइ मलाई यस्तै सर्ट चाहियो। बाउ मलाई कस्तो देखिरा? राम्रो देखिरा त कान्छ। ल नि घर। ए पुर्ने रोक। ल पैसा त गाइने भएर मेरो सर्ट चोर्ने, मेरो सुगाको सर्ट चोरेर तैँले मलाई आहा तर्ने। ल खा। कैसा मेरो छोराले मार कैसा त बुढो कैसा सर्ट चोर्ने छोर मलाई बुढो मेरो सर्ट छोरा। ल छोरा हिँड। के भयो बाबु? के भयो बाबु? मैले डिस्ट्रिक्ट हाने बाउ। कसलाई हाने भन्छ? जिल्लामा डिस्ट्रिक्ट हाने। मेरो छोरा यति मेरो छोरा यति ठुलो भइसकेको छ, मलाई थाहै थिएन। छोरा तैँले सहरमा गएर पढ्नुपर्छ बाबु, तब डक्टर बन्नुपर्छ छोरा। बाउ मैले तिम्रो सपना पुरा गर्छु। ल भयो। नमस्ते काली साहब। नमस्ते। के कामले आउनुभयो होला? हजुर म दुखीको अरू के काम हुन्छ र? यही सारङ्गी बजाउने त्यही त हुन्छ सर। ल हामी पनि गायन हो, तिमी पनि गायन। ल बसौ सुनौ न त एकताल। ल सुनौ। इष्टको त आफ्नै काटी छोरालाई भोटा गरिबैको घरमा जन्म लिनु कर्मै खोटा। म पनि गाउने हो, खै मेरो पनि सुनौ ल्याउने गाउँछु। गाइने आयो पैसा लग्यो गयो मेरो सातो, पैसा दिनु फिर्ता नची खान्छ मेरो बाटो। लौ तिम्रो सारङ्गी मैले नि गीत गाए, खै मेरो पैसा देऊ। काली साहब मेरो बाखै। तिम्रो बाउ त तिम्रो आउने खबर सुनेर उतै कता घुम्न गएको, कता भिरबाट खसी मरिके गरे।